नमस्ते सबैजनालाई। म सुदम गुरुङ, हामी नेपालको प्रेसिडेन्ट। विगत लामो समयदेखि हामी आन्दोलनहरूमा लागिरहेको र हामीले नेपालमा जुनै सुकै समस्या आए पनि हामी जसको लागि भनेर कुदिरहेको एउटा संस्था हो। यो इन्डिपेन्डेन्ट संस्था हो, यसमा कुनै पोलिटिकल अफिलिएसन्सहरू छैन हैन। म हजुरलाई ग्यारेन्टी दिन सक्छु, मेरो कुनै यसमा पोलिटिकल मोटिभ पनि छैन। यसमा भनेको सबै हाम्रो युवाहरूको भोइस एकजुट हुनुपर्छ भन्ने मेरो मान्यता छ। र यही भन्दै गर्दाखेरि हामी सो सरी किन यो भिडियो बनाउनु धेरै ढिलो भयो, किन बिहानदेखि हामी प्लानिङहरूदेखि लिएर अहिले पनि हामी प्लानिङमै छौँ होइन। भोलिको प्रोटेस्ट कसरी हामीले सबैजनालाई चाहिँ एकजुट भएर आवाज उठाउन सकिन्छ भनेर हामी डिफ्रेन्ट टिमहरूलाई पनि हामीले कोअर्डिनेसनमा राखिरहेको छौँ। हामीले सक्ने हामीले गर्दैछौँ। र बाँकी जतिजना टिमहरू हुनुहुन्छ, तपाईँहरू जोइन गर्न चाहन्छ भने प्लिज हामीलाई मेसेज गर्नु होला। लिड तपाईँहरूले लियो भने केही फरक पर्दैन। हामीलाई एजेन्डासँग र हामीलाई हाम्रो मोटिभसँग मेन हाम्रो इन्ट्रेस्ट छ होइन। अनि त्यही भएको हिसाबले चाहिँ हाम्रो अहिले के प्रब्लम भइरहेछ भन्दाखेरि यो प्रोटेस्टमा हाम्रो कम्युनिकेसन सेन्ट्रल भएको छैन। कसले के भनिरहेछ, कसले के भनिरहेछ होइन, कहाँ के इन्फर्मेसन गइरहेछ, के भइरहेछ, यो सबै मिसइन्फर्मेसन्सहरूले गर्दा चाहिँ हाम्रो प्रोटेस्ट के हुने भइरहेछ भनेर सबैजना अनियनमा छ है। त्यही भएर चाहिँ म हजुरहरूलाई अब यो सेन्ट्रल कम्युनिकेसन सिस्टम हामीले बनाएको छौँ। त्यसमा तपाईँहरूले आफ्नो ग्रुपहरू बनाएर तपाईँहरूले डिफ्रेन्ट ठाउँदेखि तपाईँले आन्दोलन गर्न सक्नुहुन्छ है। म हजुरहरूलाई अब देखाइदिन्छु। यो तपाईँले देखिराख्नु भएको चाहिँ यो इन्स्टाग्राम स्टोरी हो। यसलाई तपाईँले स्क्यान गर्नुभयो भने यो सेन्ट्रल कम्युनिकेसन च्यानल फर द प्रोटेस्ट, हाम्रो प्रोटेस्टको लागि चाहिँ यो सेन्ट्रल कम्युनिकेसन च्यानल जान्छ, जहाँ कि हामीले एउटा नोटिफिकेसन पठाउने बित्तिकै सबमा इन्फर्मेसन जान्छ कि यो गर्नुपर्ने रहेछ भनेर। तपाईँहरूलाई केही प्रब्लम पऱ्यो भने तपाईँ त्यहाँ डिस्कर्डमा गएर भन्न सक्नुहुन्छ। सो यो चाहिँ एउटा डिस्कर्ड ग्रुप हो। सो तपाईँले यो स्क्यान गरिसकेपछि चाहिँ हामी चाहिँ यो यसमा आइपुग्छौँ। यसमा आइसकेपछि तपाईँले एक्सेप्ट इन्भाइट गर्नुहोस्। आइएम ह्युमेन गर्ने यो आइसकेपछि तपाईँ कुन सिटीबाट तपाईँहरू प्रोटेस्ट गर्नु भइरहेछ होइन। सपोज काठमाडौँमा हुन्छ, तपाईँले काठमाडौँमा थिच्नु भने काठमाडौँको अपडेट्सहरू तपाईँले पाउनुहुन्छ। पोखरामा हुनुहुन्छ भने पोखराको अपडेट्सहरू पाउनुहुन्छ। हाम्रो धेरैवटा च्याप्टर्सहरू सबैजनाले एक्टिभ भइसकेको छ होइन यसमा। इनकेस कुनै सिटीमा तपाईँहरू गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गरिदिनु होला, हामी नेपाललाई हामीले अर्को ग्रुप हामीले एड गरिदिन्छौँ। सो द्याट यो चाहिँ तपाईँहरूको कम्युनिकेसन च्यानल हुन्छ। सपोज अब हामी काठमाडौँमा गयौँ होइन। वेलकम टु द अफिसियल डिस्कर्ड सर्भर अफ युथ अगेन्स्ट करप्सन। हामी सबै युवाहरू चाहिँ करप्सनको अगेन्स्टमा होइन। यो हामीले म्यानेज गरेका छौँ है, हजुरलाई क्लियरली भनिदिन्छु होइन। रुल्सहरू हामीले फलो गर्नुपर्छ। कति कुरामा हामीले आफ्नो फ्रस्ट्रेसन छ होला, त्यो फ्रस्ट्रेसन हामी मान्छ, ममा मान्छ। तर त्यो भन्दै गर्दाखेरि वी हेभ टु मेक इट एउटा भद्र। वी डोन्ट वान्ट टु मेक दिस प्रोटेस्ट एउटा राइट जस्तो एउटा घिनलाग्दो हुन्छ नि, ताकि भोलिको प्रोटेस्टमा चाहिँ इफेक्ट नहोस्। ऊ आन्दोलन गर्नु हुँदैन भन्ने माइन्डसेट चाहिँ मान्छेको नबनोस् भन्ने हिसाबले चाहिँ हामीले बनाएको छौँ है। अनि जुन त सो यसमा आउने बित्तिकै तपाईँले चाहिँ अब के पाउनुहुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँको चाहिँ अनाउन्समेन्टहरू हुन्छ। कुनै कुरा अब हामीले प्रोटेस्टको लोकेसन चेन्ज गर्यौँ भने हामीले अनाउन्समेन्ट गर्छौँ। त्यही भएर अलवेज तपाईँको फोन चाहिँ एक्टिभमा राख्नु होला, नोटिफिकेसन आउने बित्तिकै चेक गर्नु होला इनकेस हामीले लोकेसन चेन्ज गर्यौँ भने चाहिँ है। फ्याक्ट चेक्स, फेक इन्फर्मेसन्सहरू आउँछ तपाईँलाई धेरै जस्तो। सो यसमा चाहिँ यो इन्फर्मेसन गलत हो कि राइट हो, त्यो इन्फर्मेसन चाहिँ हामीले फ्याक्ट चेक्समा पाउँछौँ। क्वेरिजहरू भयो होइन। अनि त्यसपछि हाम्रो डिस्कसन्स तपाईँहरूले आफै डिस्कसन गर्न सक्नुहुन्छ यो डिस्कसन ग्रुपमा। के गर्दाखेरि राम्रो हुन्छ हाम्रो देशलाई, के गर्दाखेरि चाहिँ हाम्रो भोइस सुनिन्छ होइन, यसमा गर्न सकिन्छ। ग्राउन्ड अपडेट, ग्राउन्डमा के भइरहेछ अहिले, हरेक प्रोटेस्टको ठाउँमा चाहिँ ग्राउन्ड रियालिटी के छ होइन। काठमाडौँमा धेरैवटा ठाउँमा हाम्रो सेक्टरमा हामीले आन्दोलन गर्न सक्ला नि त। अनि त्यसको ग्राउन्ड रियालिटी के छ त्यो इनकेस तपाईँलाई गाह्रो पऱ्यो भने रिक्वेस्ट फर हेल्प है, यसमा गर्न मिल्छ है। न्युजहरू हाम्रो बारेमा के आएको छ, कति कुरा फेक हो, कति कुरा राइट हो, यो यसमा जान्छ। यसमा तपाईँको ग्रुप च्याट्सहरू हाम्रो यसरी गरेर हामीले राखेको छौँ। त्यही अनुसारमा चाहिँ तपाईँले चाहिँ आफ्नो च्याप्टर्सहरू तपाईँले आफ्नो ठाउँबाट प्रेस गर्नु मिल्छ। यो बनाउनुको मेन कारण र उद्देश्य हामी बिचको कम्युनिकेसन राम्रो होस्, सो द्याट यो प्रोटेस्ट चाहिँ एउटा भद्र भलाग्ने हिसाबमा चाहिँ हाम्रो जेनेरेसनले चाहिँ यस्तो खालको छाप छोड्नु हुँदैन कि ऊ प्रोटेस्ट भनेको कुरा गर्नु हुँदैन रहेछ, जानु हुँदैन रहेछ, यस्तो खालको छाप छोड्नु हुँदैन। किन प्रोटेस्ट भनेको हामी पछिको जेनेरेसनले पनि गर्नुपर्ने हुन्छ, कति कुरामा आवाज उठाउनु पर्ने हुन्छ। त्यतिखेर हामीले प्रोटेस्टको एउटा राम्रो इक्जाम्पल सेट गर्ने हाम्रो यो मौका हो। कति कुरा शान्तिपूर्णले हुन्छ होइन। त्यही भएर I would like to request everyone to join the Discord
अनि यसमा तपाईँहरूको सेन्ट्रल कम्युनिकेसन च्यानल हुन्छ, तपाईँहरूले आफै प्रोटेस्ट गर्न सक्नुहुन्छ, आफ्नो आफ्नो एजेन्डाहरू राखेर तपाईँहरूले एउटा आफ्नै लिड लिएर तपाईँहरूले आफ्नो ठाउँबाट गर्न सक्नुहुन्छ। यो भएपछि काठमाडौँको टिम काठमाडौँबाट गर्छ, पोखराको टिम पोखराबाट गर्छ। तपाईँहरू यो डिस्कर्डको त्यो स्क्रिनसट चाहिँ सबैजनालाई चाहिँ प्लिज यो मेसेज फैलाइदिनु होला। अब यसपछिको भिडियो भने म तपाईँलाई चाहिँ के राख्दैछु भन्दाखेरि चाहिँ अब प्रोटेस्ट कसरी गर्ने चाहिँ नेक्स्ट भिडियोमा हेर्नु होला।